नेकपा एमाले धनकुटा जिल्ला कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रबिन कट्टेलले भोट बटुल्नका लागि मात्र नभएर आम जनताको हितका लागि राजनीति गर्नुपर्ने आवश्यकता उल्याएका छन्। धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा नेकपा एमाले महालक्ष्मी 7 को ओडा भेलालाई सम्बोधन गर्दै युवा नेता कट्टेलले यस्तो बताएका हुन्। ओडा भेलाका प्रमुख अतिथि समेत रहेका नेता कट्टेलले निश्चित स्वार्थपूर्तिका लागि भोट बटुल्न मात्र राजनीति गर्ने परिपाटी बढ्दै जानु गलत भएको टिप्पणी गरे। अहिले जसरी भए पनि भोट पाउनु पर्यो, चुनाव जित्नु पर्यो भन्ने अभ्यास विकास हुँदै गएको भन्दै उनले राजनीति गर्नेहरूले अब राम्रो काम गरेर आम जनताको मन जित्नु पर्ने धारणा राखे। आफ्नोले गरेको सबै राम्रो र अर्कोले गरेको सबै खराब नहुने तर्क गर्दै नेता कट्टेलले सत्य र यथार्थताका आधारमा समर्थन र आलोचना गर्ने परिपाटी विकास हुनुपर्ने खाँचो औल्याए। पार्टीलाई सही ढङ्गले अघि बढाउन आलोचनात्मक चेत भएको कार्यकर्ता आवश्यक पर्ने भन्दै उनले पार्टीभित्रै पनि गलतलाई खबरदारी गर्नुपर्ने धारणा राखे। आम नागरिक समाज र राष्ट्रको हितमा राजनीति गर्नुपर्नेमा जोड दिँदै उनले नेताहरू सधैँ अनुशासन, न्याय र समानताको पक्षमा उभिनुपर्ने विचार व्यक्त गरे। अब आरोप प्रत्यारोपको राजनीति छाडेर राजनीतिक दल र नेताहरूले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने तर्क राखे। समाज र आम जनताको चाहना अनुसार अघि नबढ्ने दलहरूलाई जनताले चुनावमा परास्त गर्ने तर्क गर्दै उनले अब दलहरूले भ्रष्टाचार गर्न र कमिसनको सेटिङ मिलाउन बानी नपरेका सक्षम र योग्य युवाहरूलाई अगाडि बढाउनु पर्नेमा जोड दिए।